मैले योभन्दा अगाडि भ्याक्युमिङ गरेको छुइनँ। सो भ्याक्युमिङ हेरिराख्दाखेरि हामीसँग यस्तो ब्रस दुई प्रकारको आउँछ है। यहाँ एउटा मात्रै रहेछ। तपाईँले नर्मली यसैबाट पनि गर्न पाउनुभयो होइन, यसबाट पनि तपाईँले सक गर्न पाउनुभयो। यसले तपाईँको सम्पूर्ण डस्टहरू के गरेर हुन्छ त तानिराख्नु हुन्छ। सब अर्को भनेको एउटा ब्रसवाला आउँछ, अर्को भनेको नर्मल हुन्छ। सो ब्रसवाला चाहिँ तपाईँले उडन हुन्छ नि, काठको वाला थाहा छ तपाईँहरूलाई, किनकि काठको चाहिँ एकदम चेप पनि हुन्छ। सो काठको वाला फ्लोरिङ छ भने तपाईँले ब्रसवाला युज गर्नुभयो भने, यो टाइल्सहरू छ भने चाहिँ तपाईँले नर्मली भ्याक्युमिङ गर्दा पनि हुन्छ है। सो हामीले भ्याक्युमिङ गर्दैछौँ भने यस्तो कुनाको डस्टहरू धेरै ठुल्ठुलो सामान त्यसले पिकअप गर्दैन पनि फेरि। त्यो डिपेन्ड्स अन भ्याक्युम। तपाईँको ठुलो धेरै इलेक्ट्रिसिटीको छ भने त्यसले सक गर्छ होइन, धेरैको छैन भने सक गर्नु मान्दैन फेरि। यस्तो हुँदाखेरि पनि त्यो भ्याक्युमिज अलिकति चाहिँ के हुन्छ, तपाईँले गर्दाखेरि चाहिँ ध्यान दिनुपर्ने हुन्छ। जहाँ डस्ट छ त्यहीमा चाहिँ के गर्नुपर्छ, तपाईँले भ्याक्युमिङ गर्दाखेरि चाहिँ फाइदा हुन्छ। बुझ्यौँ हामीले। एउटा फ्लोरिङको लागि आउँछ जुन मार्बल टाइल्सहरूमा आइरहेको हुन्छ, एउटा काठको हुन्छ। त्यो काठकोमा तपाईँले के गर्नु पऱ्यो त ब्रसवाला युज गर्दा पनि भयो। अब यो यसमा पनि तपाईँले ब्रसवाला युज गर्दा हुन्छ, तर यस्तो कर्नरतिर चाहिँ फेरि यसले भ्याउँदैन। सो जस्ट यसलाई निकालिसकेपछि तपाईँले यसरी तान्दा पनि पायो है। अर्को छ तपाईँसँग यहाँबाट है, यो भयो। अनि यसले चाहिँ तपाईँको के बढायो त एक्सटेन्सन बढायो। अझ लामो तपाईँलाई चाहिन्छ भने यो तरिकाले गर्दा पनि पाउनुभयो। स्पेन्डेबलवाला चाहिँ यिनीहरू चाहिँ है, यो भ्याक्युमिङ चाहिँ तपाईँलाई छोटो चाहिएको छ अथवा तपाईँलाई सानो छ, तपाईँ पुग्नुहुन्छ भने पायो। तपाईँको ढाड दुख्ने प्रब्लम छ, निहुर्न गाह्रो हुन्छ भने तपाईँले यसले अलिकति माथि उठेर तान्नु पनि पाउनुहुन्छ भन्ने कुरा बुझ्नु पर्यो। बुझ्नु भयो? इट्स द भेरी हार्ड। भ्याक्युमिङको लागि एकदमै गाह्रो छैन। दिस इज द इलेक्ट्रिकल आइटम्स। हामीसँग क्लिनिङ इक्विपमेन्ट्स थाहा छ नि हामीलाई होइन। एउटा क्लिनिङ इक्विपमेन्ट्समा एउटा के आउँछ, एउटा मेन्युअल आयो, अर्को के आयो इलेक्ट्रिकल आयो होइन त। मेन्युअलमा तपाईँसँग मप छ, वाइपर होला होइन, स्विपर छ, डस्ट प्याड छ तपाईँसँग भने इलेक्ट्रिकलमा चाहिँ के आयो त भ्याक्युम आयो। एउटा भ्याक्युम हुन्छ तपाईँले ह्यान्डी नर्मली तपाईँले भ्याक्युम गरिरहनु भएको हुन्छ। अर्को हुन्छ हामीसँग फ्लोर क्लिनर जुन चाहिँ तपाईँको स्टार प्रपर्टी ठुल्ठुलो स्टार प्रपर्टीमा तपाईँ जानुभयो भने त्यहाँ चाहिँ मेसिन नै हुन्छ, मान्छे नै बसेर